साथीहरु हामी चाहिँ बेकार हिँडेको गाउँको मान्छेहरु हेर्नु यहाँ अनि म स्टाफ नर्स पढेको भए त यहाँ कुरेर बस्थे हामीले अहिले सफा गर्न आएको छौं पछि हामीलाई औषधि उपचार गर्न आएको बेला हामीलाई साथीहरु हामी चाहिँ बेकार हिँडेको मलाई नबनाउनु अनि हामी चाहिँ बेकार हिँडेको के उ परको हस्पिटलमा फेरि यस्तो हुन्छ यतातिर काट्ने हस्या के हस्पिटल काट्ने ओ हस्पिटलमा चाहिँ झारहरु फाड्न हिँडेको फाड्न साथीहरु अनि आज चाहिँ के भन्ने हाम्रो गाउँमा साथीहरु बाघले छिमेकी हैन जेठाजुको सुँगुर लग्यो आज पीडितमा छौं हामी फाइनली हामी यहाँ खाना पुगिसक्यौं अनि यो चाहिँ हाम्रो हस्पिटल हो यही भित्र हो महिनावारी स्वच्छता आज भित्र पसिने भयो त राम हेर्नको लागि बोलाइ वाउ सो ब्युटिफुल छिटो बनाउने हो हजुर अनि पछि साथीहरु ठुलो पो रहेछ एरिया त 1.5 बिघा क्या करके हेल जगह का हो गया का यसमै पछि म हस्पिटलमा औषधि उपचार गर्न आउँछु साथीहरु सरकारको यो जग्गा पहिलेदेखि सरकारी जग्गा नलबरले सरकारी जग्गा राख्यो यहाँ हाम्रो टोलका हुनुहुन्छ काम गरिरहनु भएको छ अब यहाँ एकछिन म राख्छु ल साथीहरु यहाँ हस्पिटलमा हामी काम गरिरहेछौं गाउँको मान्छेहरु हेर्नु यहाँ यताबाटै नै आउँदैछन् यहाँ चाहिँ फाइदा एक काम दुई पन्थ अनि म स्टाफ नर्स पढेको भए त यहाँ कुरेर बस्थे उहिले कहाँ पुगिसके पिरिसको मम्मी उता दिदीले बोलाइरहनु भएको छ जेठी दिदी खै घाँस काट्नु होला सायद हामी चाहिँ यहाँ थकाइ लागेर बसिरहेछौँ यसो रिल्याक्स तरिकाले यता घाँस वालीहरू काटिराख्नु काटिराखन यहाँ दर जोसका साथ यो त खाल्डो पुरेन भने त ए यहाँ पो रहेछ त यस्तो त नि बिरामीलाई घाम काट्ने ठाउँ हो यहाँ आवास कोठाहरू पनि होला त सुत्नको लागि पछि बिरामीहरूको लागि काम गर्नु दिदी मैले भिडियो लिइरहेको छु फेरि तपाईको काम नगरेको भिडियो आउला यहाँ चाहिँ यस्तो रहेछ
ए यता हामीले अहिले सफा गर्न आएको छौँ पछि हामीलाई औषधि उपचार गर्न आएको बेला हामीलाई हेर्नुपर्छ नि तपाईँहरूलाई भनिदिएको छु फेरि डाक्टर साहब यो भिडियो तपाईँकोमा आइपुग्यो भने हामीलाई औषधि फ्रीमा गर्नुपर्छ ए हामी यहाँ को आएको छौँ सबैजना आएको छौँ त्यही भएर हामी गाउँकोलाई चाहिँ फेसिलिटी चाहियो ल ल लु एउटा झार फाल्नु भयो हामी गाउँकोले चाहिँ यो हाम्रो गाउँको हस्पिटल भएर चाहिँ हामीलाई काम गर्नु पनि यही आउँछौँ अनि त्यही भएर साथीहरू फेसिलिटी चाहिन्छ हाम्रो गाउँकोलाई चाहिँ एकदमै सो म घाँस काट्छु अब भिडियो बनाउनु मिल्दैन यसरी काट्दै होइन छिटो छिटो घाँस काट्नु है यहाँ फाड्नु आएको छ नि यस्तो फोहोरहरू छ कि झन् पछि के होला ए डाक्टर साहब तपाईँकोमा यो भिडियो पुग्यो भने मलाई चाहिँ फ्रीमा उपचार गर्नुपर्छ जुन डाक्टरलाई भयो भने ल काम साम सक्यो साथीहरू हस्पिटलमा पहिलो पाइला मेरो हिँडिरहेको छु हेलो गाइस बनाइदिनु अरे मेरो ठुली सासूलाई अघि पादेर झन्डै मलाई उडाउनु भयो हाजी त लगाउनु होला नि त फेरि यहाँ पनि अहिले काम अराउँछ नि ओहो यस्तो राम्रो छ कि हस्पिटल के भन्ने कस्तो राम्रो छ हामी चाहिँ भित्र पसिरहेछौँ कस्तो रहेछ हस्पिटल हेरिदिनु पर्यो यहाँ चाहिँ के हो यस्तो डर लाग्दो पस्नु अरे मौकामा चौका आउनु पर्छ खोइ यो सफाइ गरे Oh my god! So Oh my god, कस्तो राम्रो रहेछ अनएक्सपेक्टेड यहाँ हेर्नु मुनि मेरो गाउँको हस्पिटल हो मेरो गाउँ अब यहाँ त रोड पनि निस्क्यारै छ है अनि यहाँ चाहिँ यो उयो गेट अब यो भत्काउँछन् यो भत्काउँछन् सायद भत्काउँछन् यसरी उ गरेर हामी आफ्नो खेतको लागि
त्यसको लागि निकास मिलायो क्या निकास अब घरेरीको लागि बिक्री बट्टा गर्नलाई यता र यता घरेरीको लागि निकास भएको नि उता चाहिँ ढलान भइरहेको रहेछ रोडको पेटी ए म त त्यहाँ पो ढलान भइरहेको होला भनेर त आमामा यहाँ त पुरै घर बनिरहेको रहेछ नि है मैले त यादै गरेको थिइनँ यता पुरै निर्माण कार्य भइरहेको छ बिटल दिदी यो चाहिँ साथीहरू मेरो गाउँको हस्पिटल हो एकदमै राम्रो छ अनि तपाईँहरू पछि बिरामी भएपछि यो मेरो हस्पिटलमा आउन सक्नुहुन्छ साथीहरू कस्तो राम्रो छ एकदमै म चाहिँ यहाँ आज साथीहरू काम गर्नु आएको झार फाल्नु यहाँ हाम्रो गाउँ समितिहरूले बोलाउनु भएर अनि अरूहरू चाहिँ तल गइसक्नुभयो म चाहिँ यहाँ माथि आएर यसो पिसमा बसिरहेको छु साथीहरू यस्तो मिठो हावा आउँछ नि यहाँ पुरै नगर्नु क्या म चाहिँ माथि सबभन्दा माथिको फ्लोरमा छु सो साथीहरू यति हो ल म चाहिँ झार फाल्नु आएको यहाँ चाहिँ मेरो ल यति साथीहरू ल म चाहिँ अब मेरो फोन मै लिन्छु अनि मै पुरै जडान भइसक्यो रहेछ नि सबै सायद सिसी क्यामेरा पनि जडान भइसक्यो यहाँ तल काम गर्नुहुँदैछ हामी चाहिँ यहाँ भित्र छौँ उही के गर्न आयो कस्तो यहाँ थिएन अघिको हो चुकुल लागेको ओ माय गॉड कस्तो राम्रो आमा ए यहाँ चाहिँ पछि यो बिरामीहरूलाई उयो गर्ने होला के ए यता पनि रहेछ मुनतिर यो चाहिँ हामीले फाडेको हो झाडी कस्तो नि यो मजाले प्लास्टर नगरेको यहाँ यस्तो उयो हुनुपर्ने सबै खोडे खोडे छ सरकारी हो नि त साथीहरू प्राइभेट जस्तो छ त हुन्छ उता जाऊँ न उता अहिले हामीलाई गाली गऱ्यो भने तर गएपछि यो चाहिँ के हो अर्थिङ होला यो ओइ मार्छन् जाम फेरि आयो हामीलाई मुनिबाट चुकुल हालिदियो भने ओइ आयो मान्छेहरू तपाईँ बस्नु चल्नु सक्नुहुन्छ
हमार बुढ़क नाम काका लिख के लाल के सम्पत्ता खै नजाने होला हौ, म त जान्न। काम छ काम त त्यस्तो छैन साथीहरू। अब चाहिँ हामी घर हिँडेको, कामसाम सकेर कस्तो घाम चरक्कै लाग्यो। साथीहरू म चाहिँ घर आइसकेँ काम गरेर। अनि यहाँ चाहिँ हाम्रो के अरे तल्लो घरको दिदीको चाहिँ बाघले सुँगुर खाएको छ साथीहरू। लगभग त्यस्तै होला 50 केजी जतिको सुँगुर बाघले लगेको छ साथीहरू। हेर्न सक्नुहुन्छ उयोबाट खोज तलास गरेर आज पुरै भेटेर ल्याउनु भएको छ। अनि राति चाहिँ 2 बजेतिर बाघ कराइरहेको थियो हाम्रो घरनेर साथीहरू। अनि हामी चाहिँ उठेर हाम्रो सुँगुर पो लग्यो भनेर उठेर हेरेको साथीहरू त। अनि केही पनि होइन रहेछ। अनि त साथीहरू बिहान उठेको त तल्लो घरको सुँगुरै हरायो। अनि खानासाना बनाएर म चाहिँ गएँ काम गर्न। अनि मेरो सासूहरू चाहिँ खोज्न जानुभएको थियो। फाइनली साथीहरू भेटिसक्नु भएको थियो त्यो सुँगुर चाहिँ। पुरै आधी चाहिँ खाइसकेको छ, पुरै आधी घाँटी खाएको छ साथीहरू। अनि हाम्रो यो जङ्गल छेउमा हुने घरहरू चाहिँ साथीहरू कसरी के गर्ने पुरै डर हुन्छ साथीहरू। राति बाहिर फेर निस्किनै हुँदैन, बाहिर फेर पिसाब फेर्न पनि निस्किन गाह्रो हुन्छ साथीहरू। अनि यो अब बाघलाई चाहिँ कसरी नियन्त्रण गर्ने हो साथीहरू। यस्तो गाह्रो हुन्छ जङ्गल छेउमा। अब निकुञ्ज जिल्ला भयो नि त। अनि कति धेरै बाघको बिकबिकी हुन्छ साथीहरू। अनि हामीलाई चाहिँ राति यस्तो लाग्यो कि 2टा बाघहरू जुधिरहेछ होला जस्तो लाग्यो। अनि सुँगुर पनि कराए जस्तो लाग्यो। अनि हामीलाई चाहिँ त्यही बाघहरू जुधेको होला भनेर अनि 5-6 जना उठेको थियौँ। अनि फेरि सुतिहाल्यौँ केही होइन होला भनेर। अनि अन्तिममा उठेको त साथीहरू, उठेको होइन त्यस्तै सायद 7 बजीतिर थाहा भएको होला हामीलाई सुँगुर हरायो भनेर। अनि तनी म उता काममा गइहालेँ, हस्पिटलमा झाड फाल्नु थियो त्यही भएर साथीहरू। अनि अहिले आएको त सुँगुर भेटेछ फाइनली साथीहरू। अनि अब यहाँ खै के गर्ने, अब यो यसरी चाहिँ भएन सुँगुरहरू। अब जनावरहरू पाल्दा पनि यस्तो गाह्रो हुँदैन बचाउनलाई साथीहरू। अनि यति ठुलो